काठमाडौँ महानगरपालिका वडा नम्बर 10 अन्तर्गत हामी पहिला यसलाई चाहिँ कुमाले धारो भन्थ्यौं। अहिले त्यहाँनिर चाहिँ तपाईको यस्तो हेर्नुस्, यस्तो फिटनेसको अवधारणा। यो आज विधिवत रूपमा उद्घाटन हुँदैछ। यो उद्घाटनको तयारीमा आज 2082 साल वैशाख 8 गते जिपेन्द्रले भ्याएछ भन्ने आउँछ। सञ्जालमा त उहाँको त एकदम अहिले गइहाल्छ। अहिले यति दामी बनेको छ यो। धेरै कार्यक्रम छैन, खाली उहाँले 15 लाख 15 लाखको बजेट दिएको प्रदेश सरकारबाट क्लियर भएर हामी जहाँ हस्तान्तरण हुन दिने हो त्यस कारणले एउटा हस्तान्तरणको औपचारिकताको निम्ति हामीले खालि उद्घाटनको निम्ति यसलाई चाहिँ हामीले बोलाएको हो। अहिले पहिलो हामीसँग कार्यक्रम सेड्युल भनेको उहाँले त्यो रिबन काटेर यसलाई उद्घाटन गरिदिनुहुन्छ। यो कम्युनिटीलाई हस्तान्तरण गरिदिनुहुन्छ। त्यसको सम्पूर्ण साथीहरूलाई एकचोटि सार्वजनिक हामी सबैजना त्यहाँ गएर त्यो ठुलो किन चलेन यसलाई? ठुलो उद्घाटन नभइसक्यो त अब यहाँबाट देखिन्छ उयो नागेर गर उद्घाटन भयो। ए यही निबाट रहेछ। यहाँ बस्नु न मैची अब मैले मङ्गल दुल बजाएको है। समनजी यता यता मैले यहाँ खिचिरहनु भएको छ त। ए ल ल ल उहाँ तपाईँकै मान्छे आउनु ल आउनु यता। म पठाइदिउँला भने यसो गणेशको मन्दिरमा गणेशलाई सम्झनु पऱ्यो पहिला। तपाईँ अगाडि जानु। अफिसियल क्यामेरा अगाडि सिलगढी साएन अब उदाहरण यतै छ। हाम्रो दिपीमा छ पार्क चाहिँ रमाइलो छ है हजुर।
अर्को पनि छ है पट्टा काट्ने भनेपछि यहाँ यी चुइके लाउने यहाँ कम्मर घटाउने यो ढाड घटाउने होइन यो ढाड घटाउने यो कम्मर घटाउने चुइके लाउने यो तिग्रा घटाउने यो मसल बनाउने होइन यहाँ चाहिँ पाखुरा बनाउने सबै खालका कुरा बनाउने अनि गरेपछि यो सबै सामान दियो ल दाजु पनि यही सबै यहाँ बस्नु पर्यो पढ्नु अलिक बडो यस्तो यो नमुना पार्क हुन्छ यो हाम्रो देवी नमुना पार्क हो यो चाहिँ मालगती राखेको छ यो त यो राम्रै पर्छ होला त यो त 16 वटा आइटम हो अनि कति सम्पत्ति हो मान्छे यो 16 वटा आइटम हो यो 4-5 लाख रुपैयाँ पर्छ है यो महँगो छ यो राम्रो क्वालिटीको सामान राख्नु भएको छ मैले त्यो देशको कारणले अगाडि राखेँ यहाँ चाहिँ अलिक कमर्सियल पऱ्यो लाखै लाख सिकाउ त कोही छ यो लामो भएकोले गर्दा छोडियो नभए यो हात चाहिँ दुईटै इसम लागि हो पढाइ सिकिसक्यो ल एउटा गर्नु पर्यो क्यामेरा अगाडि आइपुग्यो यो सिकाउने मान्छे भएन भने मान्छे यहीँ बङ्गेर बस्छ सोह्र तरिकाले सिक्ने हो नि आजीवन जिम्मु गरे मान्छे माथि यो जानुपर्ने माथि हो ठोक्यो कसैको टुत्रो उठाउनु छ भने पनि उल्ला पलाउँदा हुन्छ टुत्रो मजाले ह्यान्ड पावरले कभर गर्नु पर्यो हात त छोड्दाखेरि त्यो होइन यो माथि जानुपर्छ कि हात यतिकै तन्किनु पर्ने नि भनेपछि यो लामो भयो यो चेललाई अलिक छोटो पार्नु पर्छ यसलाई अलिक बढाउनु गर्ने होला नि एउटा टेलर ल्याएर एक दुई दिन सिकाइदियो बिग्रिन्छ थन्कियो नि हो नि यो त यहाँ उ गर्न
काशी गर्न त यहाँनिर अझै अगाडि गएर यो पनि गर्न मिल्थ्यो यहाँ त जिउ भराएको रहेछ यसरी गर्न पनि मिल्छ दाजु बसाउनु न अनि बोलेको सुन्नु के मान्छे एकछिन सबै आउन यहाँ कुरो सुन्नु सुरजी बजेट चाहिँ पाएका छौँ र त्यही बजेट हामीले वडाबाट पनि पाएका छौँ त्यसलाई पनि हामीले नकार्नुहुन्न किनभने वडा कार्यालय मार्फतै माथि गेटहरू बनाएको छ यो रेलिङहरू बनेको वास्तविक वडाको तर्फबाट बनाएको हो पछि सरकारको बजेट चाहिँ वर्षमा एकचोटि दिँदैन भने त वर्ष लामो समय कुर्नुपर्ने त्यसको प्रक्रिया अलिकति धन्दा वडाको चाहिँ छरितो हुने कारणले मैले वडालाई भनेको थिएँ त्यो हिसाबमा वडा अध्यक्षको तर्फबाट चाहिँ गेट र यो रेलिङको काम गरिदिनु भएको छ त्यस कारणले म वडा कार्यालय पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु र बाँकी रहेको अब हामीले चाहिँ वडामै छिटो हुन्छ मैले यो दुईवटा स्टेप थियो दुईवटा स्टेपलाई एउटै बनाऊ भनेर मैले कुरा गरेको थिएँ उहाँहरूले इस्टिमेटको लागि पठाइदिनु भएको थियो तर त्यो चाहिँ उहाँहरूको त्यो सानो ठेकेदारले चाहिँ काम सानो भएको हुनाले कम पैसा लाग्ने र कि यहाँ चाहिँ अलिकति भत्काएर ठुलो राम्रो म बनाइन्छ ठुलो राम्रै बजेटको चाहिँ बनाउने भन्ने कुरो प्राविधिक रूपमा त्यो ठेकेदार र वडा कार्यालयको समन्वयको कारणले चाहिँ बन्न सकेन र म विशेष रूपमा चाहिँ यहाँ के भन्न चाहन्छु भने यो हाम्रो चाहिँ ढुङ्गे धारा हो विशेष रूपमा यो पौराणिक रूपमा यो ढुङ्गे धारा चाहिँ अब पानी चाहिँ अलिकति सुरुमा काम गर्दाखेरि यो पानीको अलिकति विशेषज्ञ सहित चाहिँ गरेको भए हामीले यो पानी चाहिँ अर्कोतिर डाइभर्ट हुँदैन थियो पानी केही रूपमा डाइभर्ट भएको छ र मैले यसको विषय रूपमा मैले जानकारी खोज्दाखेरि मैले यसलाई चाहिँ अनुसन्धान गर्दा यो एउटा प्राविधिक रूपमा चाहिँ अलिकति डिपिआर गर्न टाइम लाग्छ अरे अलिकति खर्च पनि लाग्छ यो हामीले भएको यो मूल चाहिँ कति जति यहाँ एउटा मूल छ एउटा मूल यो दुईवटा मूल छ अरू बाँकी रहेको त्यो मूलहरू त्यो दुई तिनवटा बनाउने त्यो 15-20 लाख रुपियाँ लाग्छ भन्ने कुरा आएको छ अब त्यो भयो भने सबभन्दा ठुलो कुरो के भने विशेष रूपमा यो ढुङ्गे धारा नै हो त्यस कारणले यसलाई ढुङ्गे धारा नै रूपमा जीवित राख्न सकिन्थ्यो हामीले बाँकी रहेको पार्टलाई त पार्ट यहाँहरूले देखिरहनु भएको छ हामीले गरेका छौँ र केही साथीहरूले यहाँ चाहिँ के छ भने बन्द भयो भन्ने कुरा आएको छ अब चाहिँ तपाईँलाई यो ओपन गर्ने हो भने कि चाहिँ सेक्युरिटी गार्ड राख्नु पऱ्यो होइन एउटा निश्चित टाइममा हामीले खोल्ने गरेका छौँ बन्द गर्ने गरेका छौँ र त्यसको निगरानी राख्यो उहाँ पर एउटा यहाँ बहिनीहरू बस्नु भएको छ उहाँहरूले पनि बिना तलब केही पनि छैन यसको सोच उहाँहरूले यो चाहिँ हेरिराख्नु भएको छ यो गाडी मिलदेखि लिएर यहाँ साफसफाइमा चाहिँ एउटा महत्त्वपूर्ण भूमिका खेल्न लागेको छ
उहाँहरूलाई बस्ने निम्ति मुनिबाट हाम्रो गाडी भएको छैन। त्यसको निम्ति पनि सानो सानो कामको निम्ति प्रदेश सरकारका किन जाने भनेर वडामा भने अब गरिदिन्छु भन्ने वचनबद्धता आएको छ। अब के हुन्छ त्यो थाहा छैन। र यी यावत कुराहरूमा चाहिँ प्रदेश सरकारको तर्फबाट विशेष रूपमा हाम्रो चाहिँ क्षेत्रबाट प्रतिनिधि गर्ने प्रदेश सभासचिव विजेन्द्र श्रेष्ठज्यूले जुन भूमिका लिइदिनु भएको छ, यहाँलाई म विशेष रूपमा यो कोलवासीको तर्फबाट हाम्रो तर्फबाट म सबैको तर्फबाट मरिमरि धन्यवाद दिन चाहन्छु। र मैले यो कार्यक्रममा यहाँ सबैलाई हतार छ, त्यस कारणले यहाँ हाम्रो प्रदेश सभासचिवले हाम्रो अतिथिज्यूलाई चाहिँ आफ्नो कुरा राखिदिनु हुन हुन्छ। त्यो त केही विशेष मैले जानेको मैले बुझेको कुरा यहाँलाई उल्लेख गरेँ। बाँकी प्रदेश सभासचिवले यहाँले यो पार्क सम्बन्धी केही गर्न छ भने यहाँहरूले त्यो कुरा राखिदिन सक्नुहुनेछ भन्दै म हाम्रो प्रदेश माननीयज्यूलाई आफ्नो मन्तव्य राखिदिनु म अनुरोध गर्दछु। सर्वप्रथम म यस चाहिँ आदरणीय दाजु त्यस्तै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय मेरो त अभिभावक भन्छु, मभन्दा जेठै मान्छेहरू देखिरहेको छु भन्ने मान्ने नै नमस्कार। वास्तवमा यो आज 2 वर्षपछि हामीले उद्घाटन गऱ्यौँ। फेरि हामी गर्ने काममा उद्घाटन गर्नुलाई प्राथमिकता पनि दिँदैनथ्यौँ। अब यहाँ बढी प्रचार चाहिँ मैले के सुने भने अब धेरै ठाउँमा अहिले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 1 भित्र 15वटा जति पार्क बनाइएको छ। अब ओपन एयर जिम सेन्टर अहिले यहाँ बनाइयो। त्यस्तै अनामनगरको डिएसपी कार्यालय परिसरमा पनि भएको छ, त्यहाँ पनि 80 लाख राखेर सार्वजनिक शौचालयसहित पार्क र चाहिँ नि बनाइएको छ ओपन एयर जिम सेन्टर। अनि यो प्रचार चाहिँ फेरि कस्तो हुने रहेछ भन्दाखेरि अरूहरूले गरेको भने आफ्नै कानले सुन्नुपर्ने, फलानले गरे तिलानले गरे भन्दाखेरि अब यो गरेकोमा पनि जस लिनु छैन। तर यथार्थ कुरो चाहिँ आम चाहिँ पब्लिकमा थाहा होस् भनेर चाहिँ नि मैले चाहिँ नि एउटा दाइलाई आग्रह गरेँ। यद्यपि 2 वर्ष अगाडिको कुरो त त्यतिखेरै मैले आग्रह गर्न सक्थेँ, मैले त्यसलाई प्राथमिकता पनि दिएको छैन। र अनि थप कुराहरू अब बजेटको पूर्व सन्ध्यामा छौँ, अरू थप पूर्वाधारहरू बनाउनु पर्ने कुरा पनि एउटा भेटघाटको अवसर पनि हुन्छ भनेर चाहिँ नि यसलाई चाहिँ कार्यक्रम आयोजनाको लागि मैले उहाँलाई अनुरोध गरेको थिएँ, उहाँले गरिदिनु भयो, त्यसप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। र अब यो हिजोको कस्तो ठाउँ थियो, अहिले पार्क पनि बनाएको छ, ओपन एयर जिम सेन्टर धुनेधारा पनि भएको छ। अब यही परिसरमा देवीनगर क्लबमा पनि गत साल पनि मैले पैसा विनियोजन पटक पटक गरिरहेको छु, राम्रो पनि भइरहेको छ, आफैलाई पनि आनन्द लाग्ने भएको छ। र अहिले पनि हाम्रो अध्यक्षज्यूसँग अस्ति उहाँले बोलाउनु भयो, म उहाँलाई भेट्न क्लबमै आएँ। आउँदाखेरि चाहिँ नि अब त्यो एउटा माथिल्लो जस्ताहरूबाट पानी चुहिने सम्भावना र ब्युटिफिकेसनको लागि चाहिँ थप बजेट राखिदिनु पाए हुन्थ्यो भन्ने कुरो उहाँले गर्नुभएको छ। र मैले त्यसलाई चाहिँ गम्भीरताका साथ लिएको छु। र मैले उहाँलाई आग्रह पनि गरेको छु, एउटा प्राविधिक इन्जिनियरबाट टेन्टेटिभली राज्यको पैसा हाल्न 1 नम्बर गाह्रो छ, दोस्रो नम्बर चाहिँ नि हाल्न त हामी हालौँला, हात भोगेर भए पनि जोडेर भए पनि झगडै गरेर भए पनि बजेट ल्याउँला, तर खेर गयो भने पनि मजा भएन। टेन्टेटिभली कति रकम लाग्छ त्यो रकम चाहिँ नि यहाँहरूले एस्टिमेट गरिदिनु भयो भने म हाल्न तयार छु, यही आर्थिक वर्षभित्र नै हालिदिन्छु भनेर चाहिँ नि मैले भनेको छु। र म यसमा गम्भीर पनि छु। अहिले जस्तै उहाँले भन्नुभयो यहाँ धुनेधाराको मूललाई चाहिँ नि हटाउने तयारी पनि गर्नु छ, त्यसलाई 15-20 लाख भनेको छु, यसलाई पनि मैले नोटिस गरेको छु। अब यो थप रङ रोगनको लागि पनि यसपालि र यो क्लबलाई चाहिँ नि देवीनगर क्लबको चाहिँ कबड हललाई चाहिँ पूर्वाधार निर्माणको लागि पनि म चाहिँ त्यसमा गम्भीर छु। अब यो धेरै बोल्ने भन्दा नि हामी काममै विश्वास गर्छौँ। अब यो निर्वाचन क्षेत्रभित्रका चाहिँ नि पूर्वाधारहरू हामीले देखिने काम अहिले भर्खर मात्रै यो वैशाख 20 गते चाहिँ नि 4.5 करोडको लागतमा अनामनगरमा प्रज्ञा बिहार उद्घाटन हुँदैछ। अब हामी सजिलो हामी आउँदाखेरि त्यहाँ चाहिँ प्रसाद खाना आइज भन्दाखेरि एउटा कोठामा जबकि एकदम आध्यात्मिक हिसाबले महत्त्वपूर्ण बिहार रहेछ त्यो प्रज्ञा भनेको गौतम बुद्धको अनुयायी पहिलो अनुयायीको नाममा एकदम राम्रो खाले बिहार रहेछ। त्यो बिहारमा चाहिँ प्रसाद खाना आइज भनेर बोलाएँ, मैले त बिहार खोज्दा कहीँ पनि देखिनँ। र बल्ल बल्ल लोकेसन 3 पटक चाहिँ लोकेसन त्यहाँ छ भनेर देखाएपछि त्यो बिहारमा अहिले 4.5 करोडको लागतमा अब यो वैशाख 20 गते उद्घाटन हुँदैछ। यहाँहरू पनि 1 बजे प्रज्ञा बिहारमा। अब यहाँ सांस्कृतिक सम्पदा के गरे भन्दाखेरि अब मैदेवी मन्दिरमा वेणुगोपाल मन्दिरमा अहिले उद्घाटन भयो, झन् 4-5 करोड त्यहाँ मैले नै सहयोग गरेँ। अब त्यस्तै यहाँका सांस्कृतिक सम्पदा, धार्मिक सम्पदा, सामुदायिक विद्यालय, स्तरोन्नति पार्कदेखि लिएर सांस्कृतिक सम्पदा, धार्मिक सम्पदा यति रकम ल्याइएको छ कि फेरि रकम ल्याएकोमा मलाई चाहिँ नि खुसी छु।
रकम ल्याउन कति गाह्रो छ भन्दाखेरि चाहिँ अब यो वैशाख महिनाको अन्तिमबाट असारसम्म हेटौडामा मैले डेढा ल्याएको छु। त्यहाँ हात जोडेर कर्मचारीदेखि मन्त्रालय कर्मचारी आफ्नो पार्टीका मन्त्रीहरूसँग झगडा गर्ने, मुख्यमन्त्रीसँग झगडा गर्नुपर्छ र कर्मचारीलाई हात जोडेर ढोगेर 42 डिग्रीको तापक्रममा जिउभरि घमरा निस्किने गरी इधर उधर गरेर ल्याउने हो। यो सजिलो तरिका छैन। तर पनि मलाई के खुसी छ भने ल्याएको बजेट चाहिँ सदुपयोग भएको छ। हामीले फेरि बजेट ल्याएर कतिपय सांसदहरू चाहिँ नि बजेट ल्याएर त्यसलाई चाहिँ ठेकेदार राखेर काम गर्छन्। हामीले सबै पारदर्शी ठुलो टेन्डरमा सानो रकम चाहिँ नि समुदायलाई दिएका छौँ र समुदायले पनि फेरि राम्रैसँग पारदर्शी ढङ्गले काम गरिरहेको महसुस गरेका छौँ र उहाँहरूलाई यसकारण पनि यहाँ धन्यवाद दिँदै मेरो संक्षिप्त धारणा राख्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। हजुर यो अगाडिपट्टि जुन डम्पिङ साइट छ नि हाम्रो त्यो भत्काको ठाउँ अहिले हामीले डम्पिङ साइटकै नाम राखेका छौँ। यो चाहिँ कसरी यसलाई के गर्न सकिएला? अघि उहाँ हाम्रो सचिवले पनि भन्नुभयो यसलाई हामीले सुन्दर पार्कको परिकल्पना गरेका थियौँ, फुट्दै गर्दा खुसी भएको थियौँ। होइन डम्पिङ साइटको रूपमा रूपान्तरण हुँदै गर्दा चाहिँ हामी बडा चिन्तित छौँ। यसमा के छ हजुरले के? अब यो हजुरको अहिले भर्खर मलाई हाम्रो पूर्व सचिव हाम्रो अहिले सहसचिवले पनि जानकारी गराउनु भएको छ। यो त गम्भीर कुरो हो। अब त्यो हिजो चाहिँ नि भूमाफियाले अतिक्रमण गरेको जग्गालाई रिपोर्टिङ गरेर सम्बन्धित निकायमा झकझकाएर क्लियर पनि गराइयो। त्यहाँ चाहिँ नि पार्कै बनाउने, पार्क पनि त्यहाँ चाहिँ कभर्ड हल होइन कि पार्कै बनाउनु पर्छ भन्ने यहाँको जुन समुदायको माग थियो, मैले त्यसैलाई जोड दिएर सम्बन्धित ठाउँमा गरेँ। अब पार्क बन्ने भन्ने नै कुरो छ। तर अब अहिले चाहिँ नि फेरि त्यो डम्पिङ साइट बनेको देखियो नि। अब यो हुँदाहुँदै फेरि पेन्डिङ भएर डम्पिङ साइडै बन्न पनि सक्छ। अब यो सम्बन्धित निकायमा म बालेनको सचिवालयमा पनि त्यसलाई ध्यानाकर्षण गराएर त्यो जुन मैले सुनेको छु त्यहाँ एउटा पार्कै डिजाइन बन्दैछ भन्ने सुनेको छु। जबकि त्यहाँ चाहिँ पहिला चाहिँ खेलकुद मैदानसहित हो। हिजो चाहिँ कभर्ड हलको कुरो थियो। कभर्ड हलको आवश्यकता छैन भन्ने कुरो महसुस सबैको ले सुझाव दिएपछि त्यसलाई त्यहाँ रूपान्तरण भएको भन्ने सुनेको छु। त्यसमा म यसलाई गम्भीर भएर त्यहाँ ध्यानाकर्षण होइन। हाम्रो सबैभन्दा मुख्य गम्भीर विषय नै यही हो। हामीले बुझेसम्म जानकारी पाएसम्म यसको चाहिँ अब एउटा डिजाइन र त्योभन्दा अर्को भनेको डिपिआरसम्मको प्रोसेसमा गएको छ र वैशाख 2 गतेको चाहिँ यहाँ वडाबाट पाएको जानकारी अनुसार नरेशबाट वैशाख 2 गतेको पत्रिकामा चाहिँ यो टेन्डरको लागि समेत आह्वान भएको छ भन्ने कुरा सूचना आएको छ। कति अथेन्टिक हो त्यो मान्यज्यूले के गर्न सकिन्छ के हो कुरा? हाम्रो सम्पूर्ण टोलवासीको सबैभन्दा सिरियस समस्या अहिले हामीले पार्क भन्न पाऊँ र यसबाट चाहिँ स्वास्थ्य लाभ गर्न पाऊँ, ताकि अलकत्र पोल्ने अनि यो काठमाडौँ भ्यालीभरिका पिचका ती काला चोइटा ल्याएर झार्ने र ओरतिर परतिर छर छिमेकमा बच्चाहरू बिरामी हुन्छन्, ठुलै मान्छेलाई पनि कति घातक छ त्यो विषयमा चाहिँ एकदमै गम्भीर हुनु पर्यो। होइन भने चाहिँ अघि मात्रै पनि हामी कुरा गरिरहेका थियौँ, राति 12 बजी 1 बजी जसले ल्याएर त्यो ट्रक ल्याउँछ हामी त्यसको चाबी सिज गरिदिन्छौँ। त्यो गर्न सकिन्छ, चाबी सिज गरिदिन्छौँ। जोसुकैले मन्त्रीले भनेको भए पनि पहिलो घर हाम्रो घर हो नि त, होइन? त्यसकारण चाहिँ त्यहाँ भरे बेकारमा त्यो चिजले गर्दा चाहिँ अब हामी जनमानस आक्रोशित भएर चाहिँ बेकारमा त्यो आगजानीसम्म होला। त्यसो भएकोले यसमा चाहिँ हजुरले एकदमै ध्यान आकर्षण सिरियसली गरिदिनु। अनि अर्को म आफैले अग्रसर भएर जुन मैले क्लियर गरेँ त्यहाँबाट केही पनि छोएको छैन। किन छोएन भनेर म चाहिँ नि मेयरका पनि पुगेँ। होइन गर्ने हो भन्छन्। 2 वर्ष भइसक्यो। यो त गम्भीर मैले जहाँनिर घिसारेर ल्याएर रेखाङ्कन समेत दुईपटक गरेँ र चाहिँ नि त्यहीँ पनि चलखेल भएको थियो। हजुर रेखाङ्कनमै चलखेल भएको थियो। म आफै अग्रसर भएर गरेर जति गरेँ त्यहाँभन्दा थप काम केही पनि सुधार भएको छैन। यो गम्भीर विषय हो। म ओडालाई पनि रेखाङ्कन पनि प्रपरली भएको छैन। एउटा घिसारेर ल्याएको जस्तो देखियो नि त, होइन? पहिलो हजुर रेखाङ्कन पनि प्रपरली भएको छैन र त्यही बनाइएको रेखाङ्कनमा पनि कार्यान्वयन भएको छैन। मैले त्यहाँ फेरि हजुरको प्रदेश सरकारबाट पार्कको लागि भने पैसा पनि छुट्याएको छु। त्यो क्लियर भएकोमा म त्यहाँ पार्क बनिसक्थेँ, त्यही ओपन हेल्थ जिम सेन्टर बनिसक्थेँ। रकम विनियोजन पनि गरेको छु र मैले पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदाखेरि बालेनकै सचिवालयमा पनि गएर कुरा गर्दाखेरि होइन त्यहाँ भइरहेछ हुन्छ भने कसले अहिले हालिदिँदैन म अर्डर ल्याइदिन्छु।
जहाँसम्म सुरु भएको छ त्यहीँनिर एन्डिङ भएको छ। मैले हजुरले हारेर चाहिँ हामीले म आफै सोधिरहेको छु मेयरको सचिवालय हजुरले के हो यो नगर्ने होइन गर्ने हो भनेको नि 2 वर्ष भयो। म पनि यसैमा एउटा पूर्व मन्त्रीको मैले एउटा निवेदन गर्न यसै कुरालाई हो। हजुर जस्तो अब पहिला यो भद्रा घलेको चाहिँ भत्काउनलाई होइन यसलाई चाहिँ अब रिक्लेम गर्नलाई र अरू चाहिँ केही सार्वजनिक जग्गाहरू चाहिँ लिनको लागि जुन हजुरको चाहिँ एउटा प्रयासले होइन हजुरको दबाबले बाध्य भएर त्यत्रो काम चाहिँ भयो होइन। अघि पनि चाहिँ प्रसङ्ग उठ्यो त्यसको लागि चाहिँ हजुरको चाहिँ योगदानप्रति हाम्रो टोलवासीहरू हामीहरूसँग झल्झल्ती सम्झिरहेका थियौँ होइन। अब त्यसपछि चाहिँ अब जस्तो चाहिँ यहाँ भत्काएर चाहिँ अलपत्र छ कतिको चाहिँ जग्गा सार्वजनिक लिन बाँकी नै छ भन्ने पनि सुनिन्छ बाँकी छ होइन। त्यो सरकारले आफ्नो जग्गा किन नलिएको होइन त्यहाँ के कम्प्रोमाइज छ त्यो एउटा बाटो छ र चाहिँ यो अहिलेसम्म चाहिँ यो यति अलपत्र भएर बस्ने र चाहिँ अरू कतिपय लिनुपर्ने चाहिँ जग्गाहरूको सम्बन्धमा चाहिँ रहस्यमय मौनता चाहिँ साधेर बसेको अवस्था छ। त्यसलाई चाहिँ त्यसो भने अघि हजुरले चाहिँ राख्नुभयो अनुसार चाहिँ जुन पहल गर्नेमा यसलाई चाहिँ अगाडि बढाइदिनु पर्यो किनभने सरकारले आफ्नो जग्गा चाहिँ नै लिनु पर्यो। रेखाङ्कन 2 पटक भएको छ भने हजुर एकपटक ओडाले नाप्दा अर्कै आएछ म फेरि आउँदाखेरि अर्कै निकालेको छ अनि भनौँ न बिस्तारै बिस्तारै चामलिङले ठेल्दै आइसक्यो फेरि किन भन्ने मिसन 84 आउँदैछ हैन ठेल्दै आइसक्यो जसले गोलमाल गरेछ नि त्यो पनि एक्सपोज गर्नु हजुर। मैले भने नि यो म यहाँ पालिमको सचिवालयमा यो क्लियर गरेर उहाँमै कतिपटक पुगेँ 2 पटक त उहाँमै पुगेको छु निर्मललाई लिएर गएँ होइन हुन्छ त्यहाँ गर्ने हो भइरहेको छ गर्ने। अब नाम पालिमको आइरहेको छ हेर्नु यो हिसाबले मैले ल्याऊ जोखिम मैला हो ताल परे हान्ने मैला नै होइन सकेदेखि होइन हजुर लागा छ। तर अब जहाँनिर ब्लक भयो अब भइहाल्छ भन्दाखेरि त्यहीँबाट रोकिया छ। क्षेत्राधिकार मेरो होइन हेर्नु महानगरपालिकाले मेरो हो भनिसकेपछि मैले त एक्स्ट्रा काम गरेँ अब कि नगरेर म त अगाडि बढ कसैलाई अप्ठ्यारो छ डर भए त्रास छ भने मलाई गरौँ भने म फेरि जोखिममा पर्न तयार छु। त्यो पनि अधिकार आएको छैन। हजुरले यति नै अब यसलाई फेरि म मुद्दा लिएर गर्दै पुग्छ फेरि म मुद्दा लिएर जान्छु मैले नि यहाँ भनिरहेको फेरि अर्को मिटिङमा चाहिँ गर्नुभयो भनेर हामीले सोध्दै गर्दा चाहिँ सांसद 3 जना यही आउन यहाँ च्याट त्यत्रो छ पहिला मेरो इन्टरभ्यू लिने अनि सबै देखाइदिनु है पहिला इन्टरभ्यू हान्ने यो देखाएर के यताबाट फोकस गर्नु पर्यो यताबाट चाहिँ सबै सामान पनि फोकस हुन्छ। क्षेत्र नम्बर 1 प्रदेश सभा बागमती प्रदेश सभाका माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठज्यू यहाँलाई स्वागत छ सर। नमस्ते धन्यवाद। मैले देखिरहेको छु तपाईँले हाम्रो क्षेत्र नम्बर 1 मा राम्रो प्रयासहरू गरिरहनु भएको छ। यहाँको कार्यको उच्च सराहना गर्दै केही प्रश्न राख्दैछु। हजुर हामी यहाँ क्षेत्र नम्बर 1 का बासिन्दा र जनताको तर्फबाट मैले यो प्रश्न सोध्दैछु तपाईँलाई नागरिकको हैसियतले। तपाईँले अनामनगर परिसरमा एउटा राम्रो व्यायाम स्थलको सुरुवात गर्नुभएको छ र फेरि पनि यहाँ म बानेश्वर यहाँनिर आउँदै गर्दा आज यो बानेश्वरको कुमाले धारामा
यति राम्रो पार्क सहितको व्यायाम स्थल फ्री जिम सेन्टर खोल्नु भएको रहेछ। त्यसमा तपाईँले बजेट ल्याउनु भएको छ। यसबारेमा तपाईँको संक्षिप्त धारणा पाउनु। अब हेर्नुहोस्, म काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 1 बाट निर्वाचित भइसकेपछि मैले हिजो चुनावमा कमिटमेन्ट गरेको थिएँ, यहाँका विकाससँग जोडिन्छु, यहाँका चाहिँ नि जनताका आवश्यकतासँग जोडिन्छु भनेर चाहिँ मैले कमिटमेन्ट गरेको थिएँ र त्यसै मुताबिक चाहिँ नि बृहत्तर जनताको एउटा चाहिँ नि आवश्यकता मैले चाहिँ नि जिम सेन्टर, ओपन हेल्थ जिम सेन्टरको आवश्यकता महसुस भएको एउटा सुन्दर बगैँचाहरू सहितको एउटा क्रीडास्थललाई चाहिँ नि प्राथमिकता दिनुपर्छ भनेर मैले अहिले काठमाडौँ क्षेत्र नम्बर 1 अन्तर्गतको घुमाफियाले हडपेको करिब जग्गाहरूमा 10-15 ठाउँमा सार्वजनिक जग्गाहरूमा चाहिँ अहिले पार्क, यस्तै सुन्दर पार्कहरू र चाहिँ नि जस्तै अहिले यहाँले देखिराख्नु भएको छ कुमाले धारोमा चाहिँ नि म पर्यटन मन्त्री हुँदादेखि नै यहाँ पानी सुकिसकेको थियो। ऐतिहासिक धारो जङ्गबहादुरले पानी यहाँबाट लिएर गएर सिंहदरबारमा खाने धारो, सुकेको धारोलाई चाहिँ नि पुनर्निर्माण गरेर अहिले यो चाहिँ नि 4 ठाउँलाई एउटा सुन्दर बगैँचा र एउटा व्यायाम स्थलको लागि 15 लाख रुपियाँ विनियोजन गरेर यो अहिले ओपन हेल्थ जिम सेन्टर यहाँ चाहिँ नि झन्डै 2 वर्ष भयो हामीले यो बनाएको र यो यहाँ चाहिँ करिब अहिले 100 मान्छे बिहान दिउँसो बेलुका 3 टाइममै आएर चाहिँ नि एक्सर्साइज गरिराख्नु भएको छ र फेरि उद्घाटन चाहिँ राख्नु भएको थियो। तर यहाँ प्रचार चाहिँ के भयो भने अन्यत्र अरूले गरेको भन्ने भएपछि एउटा जनतालाई जानकारी दिने हिसाबले एउटा विधिवत रूपले चाहिँ नि हामीले के अरे उद्घाटन गऱ्यौँ। तर यस्तै अहिले अनामनगरमा पनि एउटा पार्क सहितको सार्वजनिक शौचालय र त्यहाँ अझ ओपन हेल्थ जिम सेन्टर मात्र होइन कि थप रकम हालेर त्यहाँ एउटा ब्युटिफिकेसन बस्ने एकदम रमाइलो थलो बनाउँदैछौँ। जस्तै ज्येष्ठ नागरिक मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक भवन पार्क चाहिँ नि 11 मा छ, त्यस्तै बुद्धनगर विकास धेरै ठाउँमा हामीले खुल्ला ठाउँमा पार्क बनाएर चाहिँ नि ओपन हेल्थ जिम सेन्टर बनाएर अधिकतम यस क्षेत्रका भेगका बसोबास गर्ने आदरणीय व्यक्तित्वहरूलाई राहत दिनको लागि अहिलेको आवश्यकतालाई चाहिँ हृदयगमन गरेर यो काम गरेका हौँ। हजुरलाई अन्तिम प्रश्न मेरो, तपाईँले यो क्षेत्रमा राम्रो प्रयास गर्दै गर्दा नि युवाहरूको लागि हुने लाइब्रेरी, बच्चाहरूको लागि पार्क, यहाँ बच्चाहरूले खेल्ने पार्क छैन, त्यतातर्फ माननीय ज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। मैले चाहिँ नि अहिले यो पुस्तकालय चाहिँ रत्न पुस्तकालयमा पूर्वाधार निर्माण भनेर थप रकम राखिदिएको छु। त्यस्तै समाज सुधार युवा क्लब सामुदायिक सेवा समितिमा चाहिँ नि एउटा ई लाइब्रेरी राख्ने मैले चाहिँ नि भवन बनिसकेको छ, त्यहाँ ई लाइब्रेरी राखिरहेको छु। र यो युनियन पार्क यो 10 नम्बर वडा अवस्थित त्यो मैले घुमाथिएबाट हडपेको 2.5 रोपनी जग्गामा चाहिँ चिल्ड्रेन पार्क बनाउने मेरो सोच थियो र हिजो पनि मैले रकम 2 पटक विनियोजन भएँ। त्यहाँ मुद्दा हालेको कारणले त्यो क्लियर भएको छैन, अहिले मुद्दा क्लियर भइसकेको छ। यसपालि म त्यहाँ रकम चिल्ड्रेन पार्कको अवधारणा लिएर आएर बजेट विनियोजन गर्छु। यहाँको प्रयासले सार्थकता पाओस्, जनताहरू लाभान्वित होस् र समय र संवादको लागि धन्यवाद माननीय ज्यू। नमस्ते, धन्यवाद। जान म ल्याउँछु हुन्छ। काठमाडौँमा यो चाहिँ मैले सबै ठाउँमा गएँ, धेरै ठाउँमा व्यायाम गरेको छु। यो म्यागजिन चाहिँ मैले कहीँ पनि देखेको छैन। कति लागत पर्छ? यसको टोटल लागत कति होला? यो मेसिनमा समथिङ 3.5 कति भनेर उहाँले त्यसमा इनिसिएसन लिनुभयो। चट्ट लाएर चप्पल खोल्ने खोल्ने तपाईँले यो जुन राख्नु भएको यो कहीँ पनि छैन। जिम सेन्टरभित्र मात्र, प्रोफेसनल जिम सेन्टरभित्र मात्र हो, त्यहाँ पनि राख्नुहोस्। एकदम राम्रो गर्नुभयो यो चाहिँ। र यहाँको यो फेरि त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने हजुर यो इन्डोरको यसै लागि हामीले लाउनु भएको